फेरि पनि हामी चाहिँ 1 वर्ष पछाडि फेरि यही ठाउँमा आजकै मितिमा पोहोर साल हामी जसरी आइरहेको त्यसरी चाहिँ फेरि समय मौकाले हामीलाई जुरायो। खै त पछाडि कोइरालो चाहिँ टिप्न आएको छौँ। तपाईँहरूको गाउँतिर के भन्छन्? योगदान भनेको हाम्रो मिनबहादुर चौधरी सर हाम्रो हुनुहुन्छ, उहाँको चाहिँ ठुलो योगदान। उहाँले चाहिँ रुखैमा गएर टिपिरहनु भएको छ र हामीलाई चाहिँ हाँगा फालिरहनु भएको छ। हामी चाहिँ यसको फुलहरू टिपिरहेको छौँ। यसलाई चाहिँ विभिन्न तरिकाले चाहिँ पकाएर खान सकिन्छ। जस्तै अब यसको चाहिँ अचार पनि भयो होइन, अनि त्यसै गरी राइतो बनाएर पनि खान सकियो। एवं तरिकाले यसको चाहिँ उपयोग हुन्छ। यो चाहिँ एकदमै स्वास्थ्यको लागि विभिन्न चाहिँ औषधि चाहिँ यसको चाहिँ हुन्छ भन्ने चाहिँ छ होइन। त्यही भएर हामी आएको छौँ। ल हजुरलाई चाहिँ कस्तो लागिरहेछ चाहिँ? मलाई पनि खुसी लागेको छ। अब भाइहरू भन्नाले भाइ आउँछ एकजना, अनि उता हाम्रो मिन सर हुनुहुन्छ होइन, मिनबहादुर चौधरी सर। एकदमै उहाँ त रुख चढ्नु त एकदमै सिपालु हुनुहुन्छ। अब हामी उहाँलाई एकचोटि बेस क्याम्प लग्ने विचार छ, अफी बेस क्याम्प। कस्तो हुन्छ समयले जुऱ्यो भने उ हेर्नुहोस्, ब्याकग्राउन्डमा देखाउँछ हाम्रो होइन, मजाको हरियाली डाँडाकाँडा होइन, रमाइलो ठाउँ छ एकदमै। पहाडको यादहरू ताजा गराइदिने खालको दृश्य देखाइराखेका छौँ ब्याकग्राउन्डमा हामी। हेर्नुहोस् त यहाँ पुरै सल्लो छ चारैतिर। अब एउटा गाउँ रहेछ, बस्ती रहेछ यता। पहिलादेखि अब मान्छेहरू बसोबास गरेको, अहिले चाहिँ बाँझो नै छ खेतहरू, केही पनि छैन। यता झारी छ, यो के भन्छन् हाम्रो यो के घाँस भन्छन् यसलाई, झार। यो पछाडिको ब्याकग्राउन्डमा यो चाहिँ बनमारा। बनमाराकोले पुरै ढाकेर कृषियोग्य जमिन नै तहस नहस पारेको अवस्था देखिन्छ। भाइले हेर्नुहोस् त कसरी कोइरालो टिपिरहेको। भाइ त एकदम मेहनती मान्छे पो देखियो त हेर्दा। ह्यान्डसम त कति ह्यान्डसम हो कि नेपालमा त्यो खालको। ह्यान्डसम त हाम्रो माथिबाट झन्डै घाइते गराउन पनि सक्नुहुन्छ है। हाम्रो मिन सरले चाहिँ टाउकोमा प्रहार गरिरहनु भएको छ। यद्यपि मेहनत उहाँलाई सल्युट गर्दछु। बाँदरभन्दा पनि उहाँको चाहिँ स्किल राम्रो छ। तर हामीसँग अलिकति यो लानलाई चाहिँ भाँडा चाहिँ अलिकति अभाव हुन्छ कि जस्तो पनि छ। के छ त अर्कोमा गर्ने कि त्यसैमा